साथीहरू नमस्कार। तपाईँहरूलाई यो एजुकेसन लोनको बारेमा कतिको जानकारी छ कि छैन, म आज यसको बारेमा बताउन गइरहेको छु। यदि हामीले कुनै ब्याङ्कबाट फर इक्जाम्पल 15 वर्षको लागि एजुकेसन लोन लिन गइरहेका छौँ, फर इक्जाम्पल 40 लाख रुपियाँ भने र त्यसको इन्ट्रेस्ट रेट 10% छ भने त्यसमा चाहिँ कसरी गरिन्छ भने 15 वर्षको लागि लिएको छ भने 14 वर्ष चाहिँ त्यसको इएमआई लिने र 1 वर्ष सुरुको 1 वर्ष चाहिँ मोराटोरियम पिरियड भनेर दिइन्छ। त्यो मोराटोरियम पिरियड भनेको के हो भने ब्याज मात्रै तिर्ने समय हो। अर्थात् त्यसमा चाहिँ ब्याज तिरिन्छ त्यो 1 वर्ष, किनभने कुनै पनि मानिस पढ्न गइरहेको छ वा उसको ब्याकअपहरू तिर्ने बेला भइसकेको छैन भने उसलाई त त्यो 1 वर्ष त निकै गाह्रो हुने भयो। त्यही भएर नर्मली ब्याङ्कहरूले त्यो एउटा सुविधाको लागि चाहिँ मोराटोरियम पिरियड 1 वर्ष राखेको हुन्छ। वा भनौँ 20 वर्षको लागि लोन लिएको छ भने 1 वर्ष मोराटोरियम पिरियड राखेर 19 वर्ष चाहिँ इएमआई तिर्ने गरिन्छ र त्यसरी चाहिँ इएमआई क्यालकुलेटरमा टोटल लोन एमाउन्ट प्लस इन्ट्रेस्ट रेट र टाइम पिरियड राखेपछि त्यो 19 वर्ष 20 वर्षको केसमा र 15 वर्षको केसमा 14 वर्षको राखेर चाहिँ त्यसरी क्यालकुलेट गरेपछि अटोमेटिक हाम्रो एभ्री मन्थको इक्वेटेड मन्थली इन्स्टलमेन्ट चाहिँ निस्किन आउँछ। धन्यवाद।